गाइस हामी चाहिँ यो दार्जिलिङ सेक्सनमा अनि यहाँ हेर्नु हामी यहाँ होटलमा आइरहेको छ यहाँ हेर्नुहोस् त गाइस दार्जिलिङमा आइरहेको छ हामी हो अहिले दिन पनि मजाको भइरहेको छ हेर्नुहोस् गाइस आज म आफ्नो साथीसँग वेस्ट गएको मान्छे अहिले हामी दार्जिलिङमा आइरहेको छ हेर्नु हो गाइस हेर्नुहोस् त दार्जिलिङको होटलमा हामीले 1000 रुपियाँ तिरेर एक दिनको लागि वान डेको लागि स्टे गर्नु लागि आइरहेको छौँ कालो बाटो आएको उकालो होटलदेखि माथि आएको कि टिकट काउन्टर यहाँ रहेछ हो अनि यस्तो छ उता क्या चौरस्ता यस्तो सिधा गएर त्यस्तै लाग्यो हेर्नुहोस् यो चर्च हो दार्जिलिङको है चर्च हो कि के हो यस्तो छ है गाइस यहाँ चाहिँ यस्तो खानेकुरो पनि रहेछ यो तपाईँहरूलाई थाहा होला के हो ठाउँ मा सरस्वती पनि रहेछ यहाँ अब हामी चौरस्तातिर लागेको यहाँ साथी हो यस्तो यस्तो छ त्यो माथि चाहिँ चर्च हो अहिले हामी चौरस्ता चाहिँ आइसकेको छ दार्जिलिङको हो यस्तो छ नाइटको चाहिँ भ्यू हो म र मेरो साथी यहाँ हेर्नु त ल्यान्डो यस्तो छ हामी आएको छौँ चौरास्तामा म र साथी हेर्नुहोस् हामी चाहिँ वेस्ट गएको मान्छे चाहिँ दार्जिलिङतिर पो आइरहेको हो गाइस हेर्नुहोस् म अहिले के सेटी छौ यहाँ मेरो साथीसँग हो 360 डिग्रीको एङ्गलको म भ्यू देखाउँछु पर कञ्चनजङ्घा हामी देख्दैछौँ आइसकेको छौँ हेर्ने तपाईँ हेर्नु सक्नुहुन्छ होला यहाँ मेरो साथी म चाहिँ यहाँ फर्स्ट टाइम आएको हो यहाँ म अब दार्जिलिङै सेकेन्ड टाइम हो म आएको होइन तर अब यो टाइम चाहिँ मजाले घुमाइ हुँदैछ हो यहाँ चाहिँ यस्तो छ टोय ट्रेनको नि यहाँ ट्र्याक छ स्कुटी चाहिँ पर पार्क गरिरहेको छ गाइस हेर्नुहोस् त यहाँ हाम्रो भ्यू चाहिँ यहाँको हेर्नुहोस् त है सिङ्ला यस्तो छ है गाइस हेर्नुहोस् त मोमो गाइस हेर्नुहोस् त यस्तो छ यहाँ चाहिँ लिटल ब्रिज पोखरी हेर्नु तपाईँहरू घुम्नु सक्नुहुन्छ यो ठाउँमा है यो ठाउँ चाहिँ तपाईँको वेस्ट बेङ्गलको मिरिक भन्ने ठाउँमा पर्छ हो तपाईँ 360 भ्युज देखाउँछु 360 डिग्री भ्यू
भिड हेर्नुहोस् त यो साथी छ